Hi everyone, good afternoon and welcome to my new vlog. So आज म आएको चाहिँ राणा थारू म्युजियम हेर्नका लागि म हजुरहरूलाई पनि देखाउँछु। अनि गाइज यो म्युजियम चाहिँ हाम्रो छिमेकी गाउँमा चाहिँ बनाइएको रहेछ। यति धेरै ठुलो चाहिँ यो म्युजियम रहेछ। अनि यो म्युजियमको नेम चाहिँ राणा थारू संरक्षण सङ्ग्रहालय चाहिँ रहेको छ। अनि यो धेरै ठुलो म्युजियम बनाइएको रहेछ। म त अचम्मै परेँ कि यो देखेर। अनि आज चाहिँ सरस्वती पूजा अनि सबै मेरो युट्युब फ्यामिलीलाई मेरो तर्फबाट ह्याप्पी सरस्वती पूजा दिवस। अनि म पनि आजको दिनमा थोरै रमाइलो गरौँ कि भनेर म यो म्युजियम चाहिँ हेर्नको लागि आएको कि अहिले नै भर्खरै नै उद्घाटन गर्न लागेको रहेछ यो म्युजियम। अनि म पनि हेर्न आएँ। अनि यो स्पेसली यो म्युजियम किन बनाइएको रहेछ भने जो हाम्रो राणा थारूका के पहिलेदेखि पुर्खाहरू के पहिलेदेखि कसरी जीवनयापन गर्दै आएका थिए अनि दैनिक जीवनका लागि के सामानहरू प्रयोगमा ल्याएका थिए, कसरी जीवनयापन गर्दै आएका थिए अनि ती नै अनि के कस्ता कपडाहरू गरगहनाहरू लाउँथे फेस्टिभलमा नर्मली अनि के गरेर चाहिँ जीवनयापन गर्थे ती नै जीवनशैलीलाई दर्शाउनका लागि अनि संरक्षण गर्नका लागि चाहिँ यो म्युजियम बनाइएको रहेछ खास गरी। अनि हजुरहरूले देख्न सक्नुहुन्छ यो म्युजियमको वरिपरि चाहिँ फुलहरू रोपिएका रहेछन्। विभिन्न किसिमका बोट बिरुवाहरू पनि लगाएका रहेछन्। अनि पहिलाका मान्छेहरूले के कस्ता लुगाहरू लाउँथे भनेर पहिरनहरू त्यसै किसिमका चाहिँ मूर्तिहरू बनाएका रहेछन्। यहाँ एउटा दाजुको बनाइएको रहेछ अनि एउटा चाहिँ आन्टीको। अनि यो म्युजियमको चाहिँ फर्स्ट फ्लोर हो। यहाँ विभिन्न किसिमका आर्ट गरिएका थिए। अनि हजुरहरूलाई म अब देखाउँछु यो भित्र चाहिँ यो बक्समा चाहिँ हाम्रा राणाहरूको वेशभूषाको चाहिँ सामानहरू राखिएका थिए, गरगहनाहरू राखिएका थिए, टोक्रेहरू राखिएका थिए। अनि यो चाहिँ आर्ट गरिएको थियो। केटीहरू डान्स गर्दै थिए अनि म पनि यहाँ डान्स गर्न थालेँ। धेरै रमाइलो कि मलाई त यति धेरै मन पर्यो कि म यहाँ डान्स गर्न लागेँ कि राणा डान्स। अनि हजुरहरूले देख्न सक्नुहुन्छ प्रष्ट रूपमा चाहिँ राणा केटीहरू डान्स गर्दै आर्ट गरिएको रहेछ। अनि यहाँ हाम्रो राणा थारूहरूले के गर्छन् कि जन्मैदेखि यहाँ माछा पाल्दै माछा मारिरहेका थिए। पोस्टरहरू बनाइएका थिए विभिन्न किसिमका। अनि केटीहरूको लाउने कति राम्रा मम्मा आर्ट गरिएका थिए। जसले यो आर्ट गरेको रहेछ नि सल्युट छ उहाँलाई। दिदी हो या दाजु हो, थ्याङ्क यू सो मच। अनि यो चाहिँ हाम्रा आन्टीहरू अनि हामीले यसरी तल बसेर चाहिँ हामी खानाहरू बनाउँछौँ। अनि म पनि यहाँ नक्कल गर्न लागेँ रोटी बनाउने अनि यो हजुरले देख्न सक्नुहुन्छ हाम्रा पुर्खाहरू पहिल्यैदेखि खेती गरेर जीवनयापन गर्दै थिए अनि गर्दै छन्। अनि यहाँ म नाच्न लागेँ। अनि यो म्युजियम चाहिँ यति धेरै ठुलो बनाइएको रहेछ साथीहरू, के भनौँ। अनि मलाई यी सामानहरू यति धेरै मन पर्यो कि गानाहरू म बारम्बार देखिरहेको थिएँ कि। अनि कति फ्लोर हो यति ठुलो त म्युजियम बनाइएको रहेछ। एकदमै राम्रो मलाई लाग्यो। अनि म हजुरहरूलाई अब देखाउँछु कि यो अर्को पोस्टरमा चाहिँ राणा आइमाईहरू यसरी माछाहरू मार्छन् नदी खोलामा गएर। यो आर्ट त मलाई मनै छुयो, यति राम्रो बनाइएको थियो। अनि हजुरहरूलाई देखाउँछु म यो म्युजियममा चाहिँ हाम्रो राणा आइमाईहरूले लाउने केटीहरूले लाउने, आन्टीहरूले लाउने, बाजेले लाउने, सबैले लाउने यही कपडा हो। पहिला त यही कपडा लाउँथे जहिले नि।
अहिले त यी कपडाहरू चाहिँ बिहेहरूमा फेस्टिभलहरूमा मात्र लाउने गर्छन्। हामीले दैनिक रूपमा लाउने गर्दैनन्। खास दिनमा मात्रै लाउँछौँ, किनकि यो धेरै गाह्रो हुन्छ। अनि यो बनाउनलाई पनि 20-25 हजारसम्म त लागिहाल्छ, किनकि हातले बुनाइ गर्छन् कि अनि सिल्ने गर्छन्। त्यही भएर धेरै टाइम लाग्छ यो हाम्रो राणा कल्चरल ड्रेस बनाउनका लागि। अनि यहाँ पनि यति ठुला पोस्टर बनाएका थिए। मम्मा एउटा केटाको अनि एउटा केटीको। हामी चाहिँ राणा लौडा अनि राणा लौडिया भन्छन्। अनि यो अनि यतापट्टि पनि मम्मा यति ठुला पोस्टरहरू। यसमा त झन् ठुला पोस्टर थिए। अनि पहिलाकै हाम्रा राणाहरूको घर चाहिँ राणा थारूका घरहरू माटोले लिपिएका बनाइएका थिए। अहिले पनि छन्, तर आजभोलि कम हुन लाग्छन्, किनभने आजभोलि त सिमेन्टले बनाइएका घरहरू बनाइसकेका रहेछन्। पहिलाका मान्छेहरू एकदमै राणा थारू नर्मल तरिकाले जीवनयापन गर्दै थिए। मलाई यति राम्रो लाग्यो यी पोस्टरहरू, म त फिदा भएँ कि गाइज। अनि यहाँ हाम्रा राणा थारू केटीहरू कि लौडियाहरू चाहिँ धान रोप्दै थिए। अनि म पनि नक्कल गरेँ कि यसरी खेती गरिन्छ भनेर। मलाई यति खुसी लाग्यो। अनि यो पोस्टर त मलाई एकदमै मन पर्यो। एउटा राणा लौडिया अनि त्यसको वरिपरि पुतलीहरूको चाहिँ आर्ट गरिएको रहेछ, बनाइएको रहेछ। हजुरहरूले देख्न सक्नुहुन्छ। अनि हजुरहरूलाई मेरो चाहिँ भिडियो के कस्तो लाग्छ, मन पर्दैन, मन पर्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि लाइक शेयर कमेन्ट गरिदिनु होला गाइज। अनि हामी भेट्छौँ अर्को ब्लगमा।